नमस्कार श्रोताबिन्दहरू, तपाईँ देखिरहनु भएको छ अहिले हामी जाँदैछौँ यहाँबाट बाटो जङ्गलको बाटो कहाँ हो भनेदेखि यो बाटो चाहिँ हामी जाँदैछौँ अहिले केराबारी मजाले बाइकमा धुलो बाटो हल्का हल्का पिच हल्का हल्का ग्रेभल चारैतिर जङ्गल अगाडि छ टिफर पछाडि छ हाम्रो बाइक टिफर चाहिँ यो बाटोमा फेरि व्यापक कुद्दो रहेछ है पछाडिबाट पनि टिफर आछ अगाडिबाट पनि टिफर आछ हिँड्याछ केराबारी कतिखेर आउँछ भनौँ केराबारी नाम चाहिँ केराबारी अरे केरा चाहिँ कहीँ छैन चारैतिर जङ्गल मात्रै छ अब आउँछ भनौँ तब आउँछ भनौँ आउँदैन कति कुदै बाइकको मोटर बढारै छ हेर्दै हामी ट्याक्क केराबारी पनि आइपुग्यौँ। यो चाहिँ हाम्रो केराबारीको बजार सानो बजार तर चुटुक्क परेको घरहरू पनि सानो राम्रो रमाइलो ठाउँ डिभाइडरमा कस्तो मजाले गमलाहरू राख्नुभएको छ तर गमलामा चाहिँ फुल छैन है। यति हुँदै हामी चट्टोसँगले केराबारीको छोटो मिठो अवलोकन गरेर ट्याक्क लाएर हामी यहाँको सकेर हामी केराबारीको काम हाम्रो सकेर हामी केराबारीबाट फेरि अन्त्यतिर लाग्छौँ हैन। अब त्यसपछि हामी फेरि ट्याक्कसँगले केराबारीको सकिसकेपछि यो चाहिँ हाम्रो केराबारीबाट छिरेको बाटो योभन्दा अगाडि गयो भने चाहिँ तलतिर कहाँ पुगिन्छ त मलाई थाहा छैन। अब यो देखिरहनु भएको यो ग्राभल बाटोको पनि चारैतिर जङ्गल छ यो चाहिँ ट्याक्क केराबारीबाट उता लेटाङ निस्किने बाटो है। लेटाङ मजाले यो बाटो चाहिँ कतै अफ रोड कतै अन रोड चारैतिर डाँडा काँडा एकदम खेत मजाले हरियाली छ है। बिहे पनि व्यापक थियो यो ठाउँमा जन्ती पनि थिए मान्छेहरू पनि थिए बिहेको माहौल अहिले टन्न छन् मान्छेहरू काम पनि मजाले लागेको थियो। बाटो चाहिँ पुरै गाँडगुलेदी खण्डखरानी हुने बाटो चाहिँ भन्न मात्रै छ सजिलो चारैतिर ग्राभल कतै बन्दै थियो कतै यस्तो जङ्गलको बाटो तल जानुपर्ने। अगाडि छ हाम्रो दुईटा स्कुटर यात्रामा हाम्रो साथी हामी छौँ र हाम्रो मोबाइल छ र जाँदैछौँ। यो चाहिँ तल देख्नुभएको चाहिँ ओह्रालो लास्ट तल ओह्रालो थियो यार तर फोनले भ्याउँदैन कि रियल लाइफमा त यस्तो बवाल ओह्रालो थियो नि गाँड पुरै ओहो ल हेर्नुहोस् खल्ट्याङ र कुल्टुङ हुने बाटो र पनि हामी बिस्तारै गर्दै यो बाटो वहाँ निस्किने लेडाङ निस्किने बाटो है। अब हामी फेरि यहाँबाट सर्र लाग्छौँ अगाडि मजाले मस्त पारामा उबाट खाबाट बाटोमा उफ्रिँदै पाफ्रिँदै फेरि हाम्रो सरको बाइक पनि त्यस्तै रहेछ फेरि म्याकुरी पछाडि उफारेर पुरै त्यो पुरानो बस जस्तो थतर्काएको जस्तै। यो चाहिँ खोलाको बाटो भन्ने जस्तै यो खोलाको बाटो अफ रोड अगाडिको पुल छ पुलमा चाहिँ फेरि निस्किने बाटो कहीँ पनि छैन सिधै भित्ता ऊ त्यो डाँडामा गएर सिधै डियामै हान्ने हो नदेख्ने मान्छेलाई त फेरि गाह्रो छ यो बाटो हिँड्नलाई। अनि हामी फेरि यताबाट मजाले खोलाको बाटो बिस्तारै सर्र निस्क्यौँ। यो चाहिँ फेरि चिप्लो बाटो खोलाको तल चिप्लो पानी एकदम थोरै तर तल चिप्लो अलिकति मिस्टेक भयो भने पिलित्तै साइली भइन्छ। अब यहाँबाट फेरि हामी गुद्रुङ निस्क्यौँ क्यामेरा धेरै हल्लेको छ माफ गर्नु होला है। अब देखिरहनु भएको यो चाहिँ हामी एउटा खोला खटेर अर्को खोलो हुन त यो एउटै खोलो हो तर बाटो चाहिँ अलिक ठुलो भएकोले यो अगाडिको पुल चाहिँ बन्दै गरेको है आजभन्दा हजारौँ वर्ष अगाडिदेखि बन्न लागेको पुल तर अहिलेसम्म कम्प्लिट भएको छैन कुन चाहिँ मुर्दार ठेकेदारले बनाउन लागेको हो अझैसम्म बनाउन सकेको छैन। यस्तो छ हेर्नुहोस् उत्रेर हिँड्दै पैदल यात्री भएर निस्किनुपर्छ। अनि अब यहाँबाट हामी फेरि निस्किन्छौँ चट्ट लाएर मजाले बिस्तारै सुस्तरी निस्किन्छौँ। कुल छ यहाँ फेरि पुरै चारैतिर उहाँ देखिरहनु भएको छ बिएसिए गर्न टिकटक बनाउने मान्छेहरू पनि फेरि यहाँ व्यापक बनेर छन्। यो चाहिँ हाम्रो ट्याक्कसँगले लेटाङ हामी पुग्यौँ अब लेटाङ बजारको हामीले काम सकेर यो चाहिँ हामी सर्र यहाँबाट निस्केर मजाले अब हामी पथरी निस्किन लागेको यो बाटो भित्रको बाटो तर यो बाटो चाहिँ एकदम रमाइलो रहेछ चारैतिर जङ्गल चिसो 3 बजे थियो होला सुपारीको गाछीहरू पनि टन्नै भएको यहाँ चाहिँ जियोस् अनि रमाइलो गरेर हामी निस्क्यौँ यहाँबाट काम सकेर हाम्रो केराबारीको काम सकेर
केरा नखाइकन हामी निस्क्यौँ लेडाङको पनि काम सकेर हामी चट्टै यो भित्र बजारको बाटो मजाले बिस्तारै निस्किँदै गयौँ। अगाडि चालकमा हुनुहुन्छ हाम्रो सर, म चाहिँ सहचालक। अब हामी लेडाङ सकेर निस्केको छौँ। यो हाम्रो तराईको बाटो जुन चाहिँ बन्दै गरेको बाटो, दुईटा बन्दैछ, बिचमा कुद्दैछ। बाटो कतै खद्राङ खुद्रुङ छ, कतै चिल्ला बाटोहरू छन्, कतै फेरि खद्राङ खुद्रुङ छ। बन्ने काम बन्दैछ, चल्ने काम चल्दैछ। जे गरे नि जसो गरे नि चल्छ नेपालमा भने जस्तै हाम्रो देश बन्दैछ है। नेपाल चाहिँ एकदम बन्दैछ हैन। ल हेर्नु है, अर्को खद्राङ आयो, अर्को बडा महाराज। ल हेर्नुहोस्, महाराज टिफर काण्ड चाहिँ चारैतिर छ है फेरि। अनि अब हामी यतिखेर थियो 4:30 बजेको है। हेर्नुहोस्, मौसम पनि चिसो, बाटो पनि एकदम धुलाम्मे बाटो छ। हुस्से लागेको चाहिँ नभन्नु होला नि फेरि। यो धुलो बाटो, हाम्रो पूर्वको धुलो बाटो। बाइकमा हिँड्ने मान्छेहरूलाई थाहा छ पीडा कस्तो हुन्छ। बम बारुद गोला हुन्छ पुरै पछाडि। भोलिको दिन रहला कि नरहला, तर आजको दिनमा त पुरै बम बारुद गोला है। ल हेर्नुहोस्, हो हाम्रो रोड रोलर, ओहो ज्याप्प लाएर बन्दैछ यहाँ होइन मजाले। यता स्काइपेटरले पनि काम गर्दैछ। ढुवानी सेवा हुँदैछ यहाँ, माल लोड हुँदैछ, अनलोड हुने, माल लोड हुने होइन। यस्तै हुँदै अब हामी चुट्ट लाएर निस्क्यौँ। मजाले यो बाटो हेर्नुहोस् बन्दैछ, अब केही समयमा बन्छ, राम्रो बन्छ होइन हाम्रो बाटो। त्यसपछि सनन्न हिँड्न मिल्छ है। त्यसपछि अर्को दामी बाटो हेर्नु है, कस्तो मजाको 4 लेनको बाटो। यो चाहिँ फेरि सनन्न छ है, अलिकति धेरै त छैन, अलिकति छ, तर मजाको बाटो छ। यतिको चाहिँ अब पूर्व पश्चिम राजमार्गमा बन्यो भने चाहिँ आहा, त्यसपछि त मजाले कुदाउन मिल्छ। तर निन्द्रा लाग्छ यो बाटोमा फेरि, निन्द्रा लगाउने अर्को समस्या फेरि। तर नेपालमा जतिसुकै ठुलो बाटो भने पनि लेन कुदाए त राम्रो। मान्छे फेरि त्यस्तै कुदाउँछन् पुरै ल्याङफ्याङ पाएर फेरि। अर्को हाम्रो यहाँ देख्नुभएको होला, यो चाहिँ हाम्रो पूर्वमा झापा जाने मान्छेहरूलाई थाहा हुन्छ है। यहाँ चाहिँ हाम्रो चट्ट लाएर मकै खाने, त्यसपछि नरिवलको पानी खाने, चिया खाने बाटोहरू हो होइन। यहाँ हेर्नुहोस्, यति हुँदै अब यो मैले यहीँ सकिदिन्छु, किनभनेदेखि अब यहाँबाट अँध्यारो भइसकेको थियो है। अनि आजलाई चाहिँ अब यो मेरो बाटोको भिडियो यति नै भन्दै हस्त बिदा हुन चाहन्छु। नमस्ते।